ग्लोबल नेभिगेसन सैटेलाइट सिस्टम GNSS आजकल खूब सुनिन्छ नि यो शब्द हैन हो नि जतासुकै यसले त हाम्रो अब लोकेसन थाहा पाउने तरिका नै पुरै बदलिसक्यो। एकदम यो आकाशका खै तारा जस्ता भू उपग्रहले कसरी पृथ्वीमा हाम्रो ठिक ठाउँ देखाउँछ, त्यो पनि जुनसुकै बेला मौसम जस्तो भए पनि। हो, पहिलेका सीमित रेन्ज भएका अथवा मौसमले असर गर्ने खालका प्रणाली भन्दा यो धेरै फरक र शक्तिशाली छ। विश्वव्यापी पहुँच अनि एकदमै सही जानकारी हैन त? बिल्कुल। आज हामी यही GNSS सिद्धान्त, प्रकार र प्रयोगहरू भन्ने सामग्रीमा अलिक गहिरिएर हेर्दैछौँ। यसको मुख्य कुरा के हो, कसरी चल्छ, कस्ता प्रकार छन्, यही सब बुझ्ने कोसिस गरौँ है त। हुन्छ। यो प्रविधिले साँच्चै नै हाम्रो संसारलाई भनौँ न अलि सानो बनाएको छ। त्यसो भए यो जादु जस्तो सुनिने प्रविधिले काम चाहिँ कसरी गर्छ त? स्रोतमा यसलाई ट्राइल्याटराइजेसन, सर्वेक्षण जस्तै भनेछ। के हो यो भनेको? ट्राइल्याट्रेसन सरल भाषामा भन्दा नि तपाईको हातमा भएको रिसिभरले आकाशमा घुमिरहेका भूउपग्रहहरूबाट सिग्नल लिन्छ। कम्तीमा 3वटा भूउपग्रहको ठिक ठाउँ जुन हामीलाई पहिले नै थाहा हुन्छ, अनि तिनीहरूबाट तपाईको रिसिभरसम्म सिग्नल आइपुग्न कति समय लाग्यो त्यो नापिन्छ। समय नापेर? अनि त्यसलाई प्रकाशको गतिले गुणन गर्ने। हो, ठ्याक्कै त्यसरी दूरी निस्किन्छ। सिद्धान्तमा त 3वटा भूउपग्रहले तपाईको अक्षांश र देशान्तर, ल्याटिट्युड, लङ्गिट्युड देखाउन सक्छ। तर व्यवहारमा त 4वटा चाहिन्छ भनिन्छ नि? हो, चाहिन्छ। किनभने त्यो समय एकदमै ठिकसँग नाप्न अनि तपाईको उचाइ, एल्टिट्युड पनि पत्ता लगाउन कम्तीमा 4वटा भूउपग्रहको सिग्नल एकैचोटि लिनुपर्छ। उचाइ पनि नाप्नलाई र समय मिलाउन होइन त? मतलब हाम्रो फोन वा गाडीको डिभाइसले वास्तविक समयमा आकाशका भूउपग्रहहरूसँग कुरा गरेर हिसाब पो गरिरहेको हुँदो रहेछ। अचम्म हो त, एउटा जटिल ज्यामितीय हिसाब नै हो। अब संसारमा त यस्ता धेरै प्रणालीहरू छन् नि हैन र? GPS मात्रै त होइन होला? होइन, धेरै छन्। सबैभन्दा चलेको, सबैले सुनेको त अमेरिकाको GPS भइहाल्यो, ग्लोबल पोजिसनिङ सिस्टम। हो, GPS त सबैको मुखमा झुन्डिएको नाम भयो। यसले विश्वभरि काम गर्छ। करिब 24वटा भन्दा बढी भूउपग्रह छन् जुन पृथ्वीबाट झन्डै 20,000 किलोमिटर माथि घुमिरहेका हुन्छन्। 20,000 किलोमिटर? निकै माथि रहेछ। हो, यसले WGS-84 भन्ने नक्सा मापदण्ड र UTC भन्ने अन्तर्राष्ट्रिय समय प्रयोग गर्छ। पहिले त यो सेनाको लागि बनेको थियो, तर अहिले सर्वसाधारण सबैले प्रयोग गर्न पाउँछन्। सुरुमा सैन्य प्रयोजनको लागि रहेछ। अनि GPS बाहेक अरू नि? अब रुसको आफ्नै प्रणाली छ, ग्लोनास। त्यो पनि विश्वव्यापी नै हो। ग्लोनास? यसका पनि करिब 24 भूउपग्रह छन्, अलि फरक उचाइ 19,000 किलोमिटर जतिमा, अनि 3वटा फरक कक्षीय मार्गमा घुम्छन्। कक्षाहरू पनि फरक फरक? हो, त्यस्तै युरोपियन युनियनको छ ग्यालिलियो। यो चाहिँ अलि नयाँ र आधुनिक मानिन्छ। यसको लक्ष्य पनि विश्वव्यापी कभरेज नै हो। ग्यालिलियो, यसका कति छन् भूउपग्रह? यसका करिब 30वटा छन्, 23,000 किलोमिटर भन्दा अलि माथि। अनि यसबाहेक क्षेत्रीय प्रणालीहरू पनि छन्, जस्तै चीनको बेइडु। सुनेको छु बेइडु। अनि जापानको QZSS, भारतको नाभिक। यिनीहरूले चाहिँ आफ्नो क्षेत्र वरिपरि बढी केन्द्रित सेवा दिन्छन्। बापरे, यति धेरै प्रणालीहरू? यिनीहरूको बनोट चाहिँ कस्तो हुन्छ? मतलब कुनै एउटा प्रणाली जस्तै GPSकै कुरा गर्दा यसका मुख्य भागहरू के हुन्? राम्रो प्रश्न। सामान्यतया कुनै पनि GNSS प्रणालीका 3वटा मुख्य खण्ड हुन्छन्। पहिलो हो अन्तरिक्ष खण्ड, मतलब स्पेस सेगमेन्ट। नामैले भन्छ आकाशमा हुने भाग। हो, यसमा आकाशमा घुमिरहेका सबै भूउपग्रहहरू पर्छन्। GPSको कुरा गर्दा ती 20,000 किलोमिटर माथि घुम्ने 24देखि 32वटा भूउपग्रहहरू यही खण्डमा पर्छन्। यिनीहरूले पृथ्वीलाई दिनको 2 पटक घुम्छन्। दिनको 2 पटक? दोस्रो खण्ड नि? दोस्रो हो नियन्त्रण खण्ड, कन्ट्रोल सेगमेन्ट। यो चाहिँ पृथ्वीमा हुन्छ। यसमा संसारभरि छरिएका ग्राउन्ड स्टेशनहरू, मोनिटर स्टेशनहरू, एन्टेनाहरू पर्छन्। यिनीहरूले भूउपग्रहलाई कन्ट्रोल गर्ने भयो?
हो, यिनीहरूले भूउपग्रहहरू ठिक ठाउँमा छन् कि छैनन्, तिनीहरूको घडी ठिक छ कि छैन, सबै निगरानी गर्छन् अनि आवश्यक परेमा भूउपग्रहहरूलाई नयाँ जानकारी मतलब अपडेटहरू पठाउँछन्। मास्टर कन्ट्रोल स्टेशनले यो सबै व्यवस्थापन गर्छ। अनि तेस्रो खण्ड? तेस्रो र सायद हामी सबैले चिन्ने खण्ड हो प्रयोगकर्ता खण्ड, युजर सेगमेन्ट। हामी पर्यौं त्यसमा। हो, हामी सबै जुनसुकै उपकरण जसले जीएनएसएस सिग्नल समातेर आफ्नो स्थान पत्ता लगाउँछ, हाम्रो स्मार्टफोन भयो, गाडीको नेभिगेसन सिस्टम, हवाई जहाज, पानी जहाज, त्यो जमिन नाप्ने सर्वेयरहरूले बोक्ने महँगो उपकरण, ती सबै प्रयोगकर्ता खण्डमा परे। हो, यी रिसिभरहरूले कम्तीमा 4वटा भू उपग्रहबाट सिग्नल लिएर आफ्नो 3D स्थान, ल्याटिट्युड, लन्जिट्युड, अल्टिट्युड र समय पत्ता लगाउँछन्। प्रष्ट भयो। अन्तरिक्ष, नियन्त्रण र प्रयोगकर्ता। अब यसको प्रयोग कहाँ कहाँ हुन्छ त? हाम्रो दैनिक जीवनमा त छँदैछ, बाटो देखाउने भयो, उबर बोलाउने भयो, अरू क्षेत्र नि? ओहो, यसको प्रयोग त अथाह छ। सैन्य क्षेत्रमा त यसको ठूलो भूमिका छँदैछ। नेभिगेसन, हतियारको लक्ष्य निर्धारण, सैनिक परिचालन। त्यो त भइहाल्यो। नागरिक क्षेत्रमा नि? नागरिक क्षेत्रमा त झन् कति हो कति। यातायात, हवाई, सडक, समुद्री सबैतिर क्रान्ति नै ल्यायो। हो नि, आजकल त पानी जहाजदेखि ट्रक ड्राइभरसम्म सबैले प्रयोग गर्छन्। अनि सर्वेक्षण र नक्साङ्कनमा पहिले दिनौं लाग्ने काम अहिले घण्टामा हुन्छ, त्यो पनि धेरै सही तरिकाले। कृषिमा पनि यसको ठूलो प्रयोग छ। कृषिमा कसरी? प्रेसिजन फार्मिङ भन्छन्, मतलब खेतको कुन भागमा कति मल चाहिने, कहाँ बिउ छर्ने, कहाँ सिँचाइ गर्ने, त्यो ठिक ठाउँ पत्ता लगाएर गर्न मिल्छ। यसले उत्पादन बढाउँछ, लागत घटाउँछ। त्यो पो। अनि अरू? सञ्चार नेटवर्कहरू जस्तै मोबाइल नेटवर्क, इन्टरनेट, तिनीहरूको समय एकदमै मिलिरहनुपर्छ। त्यसको लागि जीएनएसएसको समय महत्त्वपूर्ण हुन्छ। विपद व्यवस्थापनमा हराएका मान्छे खोज्न, राहत पुर्याउन, ट्रेकिङ जानेहरूले बाटो पहिल्याउन, वैज्ञानिक अनुसन्धानमा पृथ्वीको टेक्टोनिक प्लेटको चाल नाप्नदेखि मौसम पूर्वानुमानसम्म सूची लामै छ। साँच्चै नै हाम्रो जीवनको हरेक पाटोमा छुइसकेको रहेछ। अब सर्वेक्षण जस्ता व्यावसायिक काममा त डाटाको गुणस्तर एकदमै महत्त्वपूर्ण हुन्छ होला। प्रविधि जतिसुकै राम्रो भए पनि फिल्डमा टिपोट गर्ने चलन अझै आवश्यक छ कि? एकदमै। त्यो स्रोतमा डी कार्ड भनेर सिधै उल्लेख त छैन, तर व्यावसायिक जीएनएसएस सर्वेक्षणमा फिल्ड नोटहरू वा यस्तै विवरण कार्ड, डिस्क्रिप्सन कार्डको अभ्यास एकदमै महत्त्वपूर्ण हुन्छ। डी कार्ड भनेको त्यस्तो पो हुन सक्छ? हो, यसमा त्यो नापी गरेको बिन्दुको नाम, मिति, समय, कुन रिसिभर, कुन एन्टेना प्रयोग गर्यो, एन्टेनाको उचाइ कति थियो, मौसम कस्तो थियो, यस्ता कुराहरू टिपोट गरिन्छ। किन गरिन्छ त्यस्तो? यसले डाटाको गुणस्तर सुनिश्चित गर्छ। पछि केही गडबड भएमा वा रुजु गर्नु परेमा सजिलो हुन्छ। राम्रोसँग दस्तावेजीकरण गर्दा पुरै परियोजना व्यवस्थापनमा नै सहयोग पुग्छ। प्रविधिले काम सजिलो बनाए पनि यो आधारभूत कुरा अझै पनि महत्त्वपूर्ण छ। बुझे। ल त, आजको यो गहिरो छलफललाई छोटकरीमा भन्नुपर्दा हामीले जीएनएसएस के हो, यसले कसरी भूउपग्रह र ट्राइलाट्रेसन प्रयोग गरेर स्थान निर्धारण गर्छ भन्ने बुझ्यौं। हो, अनि विश्वका प्रमुख प्रणालीहरू जीपीएस, जीएलओएनएस, ग्यालिलियो र अरू क्षेत्रीय प्रणालीहरूको बारेमा पनि कुरा गर्यौं। अनि ती प्रणालीका 3 खण्डहरू अन्तरिक्ष, नियन्त्रण र प्रयोगकर्ता खण्ड कसरी मिलेर काम गर्छन् भन्ने पनि हेर्यौं। साथसाथै हाम्रो जीवनका अनेक क्षेत्रमा यसका व्यापक प्रयोगहरू पनि छलफल गर्यौं। हो। अनि अन्त्यमा एउटा कुरा सोचौं न त, हामी हरेक दिन यो जीएनएसएस प्रविधिमा झन्झन बढी निर्भर हुँदै गएका छौं, होइन? हो त नि, नभई नहुने जस्तै भइसक्यो। अब कल्पना गरौँ त, यदि कुनै ठूलो सौर्य आँधी आयो वा अरू कुनै कारणले यो प्रणाली विश्वव्यापी रूपमा केही समयका लागि मात्रै भए पनि अवरुद्ध भयो भने हाम्रो आधुनिक जीवन कति अस्तव्यस्त होला। ओहो, सोच्नै गाह्रो। अथवा भविष्यमा यी विभिन्न विश्वव्यापी र क्षेत्रीय प्रणालीहरू बीच कस्तो प्रतिस्पर्धा होला, कि सहकार्य बढ्ला? यसले हाम्रो नेभिगेसन र समय निर्धारणको भविष्यलाई कसरी आकार देला? विचार गर्दै गर्नुहोला।